मेरो नाम भाग्य नेपालीको एउटा नाति। हामी आइसकेको छौँ नेपालको पहिलो जेल जहाँनिर चाहिँ एउटा बिसु ओराली भन्नेलाई चाहिँ राखेको छ। आउने होला भित्र। नमस्कार, हामी भाग्य नेपाली। हजुरको नाम चाहिँ के होला भनिदिनु होला। म यो जेलको वार्डन हो। हाम्रो यो जेलमा एउटा मात्रै कैदी छ जसको नाम छ विश्व प्रकाश ओराली। अझै बस्नुपर्छ। विश्व प्रकाश ओराली चाहिँ के गरेको यो जेलमा? उनले चकलेट स्कुलमा धेरै दिएको कारणले ऊ जेलमा भएको। अनि कति दाममा चाहिँ बेचेको? 1 रुपियाँको चाहिँ 10 रुपियाँमा बेचेको कारणले ऊ जेलमा परेको। ऊ कमसेकम 500 सालको जेलमा परेको छ। अनि तपाईँले एउटा कुरा सोध्न सक्छु? यो जेलमा चाहिँ के फ्यासिलिटी छ? यो जेलमा सबै फ्यासिलिटी ऊ एक्लै भएको कारणले हामीले त बेड दिएको छ, किचन दिएको छ, टिभीहरू दिएको छ। महिनामा सामान आइरहेको छ होला। यो जेल चाहिँ कति स्क्वायर फिटमा छ? यो कमसेकम 30 स्क्वायर फिटको छ लम्बाइ, उचाइ चाहिँ 25 फिटको छ। यहाँनिर चाहिँ गार्डहरू कति छन्? यहाँ एउटा मात्रै त्यो मेरो र जेलरको हो। यहाँदेखि हामी आउने जाने। तपाईँहरू चाहिँ बेग्लै सुत्नुहुन्छ? होइन, हामी यो एउटा कोठा छ, हामी यता बस्छौँ। हजुर राति पिसाब हेर्दा जाँदा चाहिँ कता जानुहुन्छ? पछाडि पनि एउटा एक्स्ट्रा टोयलेट छ। यो चाहिँ जेल के टोयलेट हो। अब हामी केही नभने हेर्न जान सक्नुहुन्छ। हजुर यो जेलमा चाहिँ कति वर्ष अब यहाँ सेक्युरिटी गार्डको काम गरेको? 5 years old। तपाईँको छोराछोरी छ कि छैन? अनि यो जेलमा तपाईँ बस्दा वाक्क लाग्दैन? यहाँ न टिभी छ न के छ। वार्डनको मार्छु। अब खुल्न थाल्नु होला। अनि मैले अघि भर्खर सोधेर आएको त। अब वारेन्टी लिनु कोसँग जानु पर्यो? तपाईँले के भयो सर? हामीलाई त भित्रै छिर्दैन। किन दिएन? खोइ कागज र के ल्याउनु पर्छ अरे भित्र छिर्न। पर्मिट भन्नुभएको। ल पर्मिट लानु। ए धन्यवाद। हजुरले जे माग्नु भएको त्यो ल्याइदियो। अब ढोका खोलिदिनु होला। यो उसको कोठा जहाँनिर पट्टी राखेको छ, इग्नोर गर्नु होला। यहाँनिर डिप्रेसनमा गएर बसेको छ। हामी भाग्य नेपाली 1 रुपियाँको चकलेट 5000मा बेच्नु भयो। तपाईँले यस्तो कुरा चाहिँ किन गर्नु भयो? मेरो बुढी सिङ्गापुरमा थियो। मेरो बुढीलाई मलाई इलाज गर्न मन थियो। त्यही भएर मैले 2 जना मान्छेलाई हत्या गरेको पनि थिएँ र मलाई 1 रुपियाँको चकलेट 10 रुपियाँमा बेच्नेमा मान्छे एउटा साहु साहब भन्ने एउटा थियो। उसले मलाई अन्डरमा काम गराउँथ्यो, मलाई स्लेभ बनाउँथ्यो क्या उसले। अनि मलाई भन्थ्यो तर 1 रुपियाँको चकलेट 10,000मा बेच। अनि म त्यो गरिब मान्छेहरू, अकल नभएको मान्छेहरूको आश्रम जस्तोमा जान्थेँ। त्यो 1 रुपियाँको चकलेट 1000 रुपियाँमा गएर बेचिदिन्थेँ। र त्यसरी नै मैले प्रफिट गरेर मेरो बुढीलाई जानको लागि म सिङ्गापुर गएँ। तर लास्टमा मेरो बुढी बाँच्न सकेन। अब तपाईँलाई एउटा कुराको अफसोस भएको रहेछ। तर अब हामी तपाईँलाई एउटा कुरा भन्न सक्नुहुन्छ। हजुरले को फोन गरेको त्यसको नाम भनिदिन सक्नुहुन्छ? मैले फोन गरेको नामहरू चाहिँ यो दिपजङ राई र कालु बन्टी। कालु बन्टी चाहिँ चाइनाको सबभन्दा ठुलो ड्रग डिलर थियो र मलाई अलिकति हाँस उठ्छ पनि उसको स्टोरी सुन्दाखेरि। उसले ड्रग सुरु गरेको भनेको एउटा केटीको चक्करमा थियो र दिपजङ राई चाहिँ एउटा चाहिँ कोरियाको एउटा ड्रग डिलर थियो। 2 जना साथी थियो। अनि त्यो भएर 2 जनाले मेरो कामको बिचमा इन्टरफेयर गर्दैथ्यो। त्यो भएर मैले 2 जनालाई मारेको हो। तपाईँले त्यो कालुको कुरा गरेको अस्ति भएर फ्री फायर पनि भन्दै थियो कालुलाई अनि भन्दै थियो बेबी भात खाया तूने। कालुले क्या बोला मम्मी कर दिया त भन्दै थियो। हजुरले जसको कुरा गरेको त्यसले त फ्री फायरसँग क्ल्याप्स गरेको थियो तर त्यसको उयो इमोसनबाट हट्यो। त्यो मान्छेले त फ्री फायरसँग कोल्याप्स गरेको थियो तर त्यसको चाहिँ भनेको बेसी खास भएन। 2-3 वर्ष पछाडि गइहाल्यो। हजुरले त्यो मान्छेलाई चाहिँ कहाँ मारेको? मैले चाइनाको सुनसान घाटमा गएर। हजुरले त्यहाँनिर चाहिँ कसरी मार्नु भयो होला त्यसलाई? हजुरले त्यो मान्छेलाई कसरी मार्नु भयो होला त्यसको डेमो दिन सक्नुहुन्छ? डेमो दिखाइदिहाल्छु नि हजुर। ओ भाइ तुमने हमें मारा क्यों खोज रहा है? हम तो आपका वो करने नहीं भाई मुझे अभी जल्दी ए नो
यो पागल भइसकेको छ यो पागल यो धोका लाग्दिनु गेट लगाइन्छ छिराइन्छ जेल छिराइन्छ अब